हेरिसकेपछि हामी अलरेडी आइपी भन्ने थाहा भइहाल्छ हैन। र यस भिडियोमा सुरुमा हामीले कम्पनीको डिटेलको बारेमा कम्पनीको नाम सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड रहेको छ। यो हाइड्रो पावर सेक्टरको कम्पनी हो र कम्पनीको प्रोजेक्टको नाम अप्पर टार्डी खोला हाइड्रो पावर प्रोजेक्ट रहेको छ। र प्रोजेक्टको क्यापासिटी चाहिँ 11 मेगावाट रहेको छ, जुन नुवाकोट डिस्ट्रिक्टमा सञ्चालनमा छ र यो कमर्सियली अपरेसनमा छ, अर्थात् यो पुरा काम सकेर विद्युत बिक्री गरिरहेको छ। दोस्रोमा हामी कम्पनीको प्रोजेक्टको कस्टहरूको बारेमा बुझ्छौँ। पहिलोमा छ यो कम्पनीको यो प्रोजेक्टको जुन टोटल कस्ट छ 2 अर्ब 36 करोड 84 लाख 40 हजार रहेको छ, विथ आइडिसी भनेको इन्क्लुड इन्ट्रेस्ट ड्युरिङ कन्स्ट्रक्सन। र यो प्रोजेक्ट बन्ने क्रममा जुन ब्याज तिरेको छ त्यो सबै इन्क्लुड गरेर चाहिँ त्यति लागेको छ। र यसको पर युनिट कस्ट 21 करोड 53 लाख 12 हजार 727 रुपियाँ 27 पैसा रहेको छ भने सिम्पल पे ब्याक पिरियड 7.71 इयर रहेको छ, अर्थात् 8 वर्ष। यसले के बुझाउँछ भने कम्पनीको जुन प्रोजेक्टेड रेभेन्यू छ, नाफा छ, त्यो अनुसार यो प्रोजेक्टमा लागेको जुन कस्ट छ यो 2 अर्ब 36 करोड 84 लाख 40 हजार रुपियाँ कम्पनीलाई फिर्ता ल्याउन 8 वर्ष लाग्छ। डिस्काउन्टेड पे ब्याक पिरियड 16 वर्ष रहेको छ, अर्थात् अब यसमा के गर्नु पर्यो भने यदि कम्पनीले कमाएको नाफामा इन्फ्लेसन एडजस्ट गर्ने हो भने जुन यो कस्ट छ त्यो 16 वर्षमा रिकभर हुन्छ। यसमा टाइम भ्यालु अफ मनीको कन्सेप्ट कन्सिडर हुन्छ। यो भनेको के हो भने मानव आज हामीसँग 100 रुपियाँ छ भने जे सामान आज हामी किन्न सक्छौँ आउने 1 साल पछि त्यही 100 रुपियाँमा त्यतिकै सामान किन्न सकिँदैन हो। र जुन यसको कारण चाहिँ महँगाई हुन्छ, इन्फ्लेसन, र त्यही इन्फ्लेसनको दर यसमा एडजस्ट गर्दाखेरि त्यो प्रोजेक्टको कस्ट 16 वर्षमा लागु हुन्छ। र इन्भेस्टरहरूले मेन हेर्ने नै यही हो। यो टाइप अफ प्रोजेक्ट भनेको रन अफ रिभरमा आधारित प्रोजेक्ट हो र कमर्सियली अपरेसन डेट सिओडी भन्छ यसलाई। यो भनेको के बुझ्नु भने 2082 4/12 गतेदेखि यो कम्पनीले विद्युत बिक्री गर्न सुरु गरिसकेको छ भने बुझिन्छ। यसलाई सर्ट फर्ममा सिओडी भनिन्छ। यो प्रोजेक्ट कस्ट बुझिसकेपछि यसको फाइनेन्सियल डिटेल बुझ्छौँ। यो कम्पनीको नेटवर्थ पर सेयर 94 रुपियाँ 77 पैसा छ, अनि अर्निङ पर सेयर माइनसमा 31 पैसा छ, अनि केयर रेटिङ केयर एनपी BB माइनस छ। यसले आफ्नो वित्तीय जोखिम समयमा पुरा गर्न जुन छ नि दायित्व समयमा पुरा गर्न मध्यम खालको जोखिम रहेको कम्पनी बताउँछ। नेटवर्थले के बुझिन्छ भने यसको एक किताको सेयरको नेटवर्थ चाहिँ 94 रुपियाँ छ हो, तर हामी आइपीमा 100 रुपियाँ किनिरहेछौँ। र यो नेटवर्थले भोलिको दिनमा व्यवसायमा कारोबारमा आयो भने यही 94 रुपियाँ 77 पैसादेखि लिएर यसको 3 गुणासम्म फर्स्ट ओपनिङ रेन्जमा प्राइस खुल्छ र कारोबार हुन्छ भने हामी बुझ्छौँ। र अब हामी कम्पनीको आइपी इस्युको बारेमा बुझ्छौँ। यसको सिम्बल चाहिँ SKHCL रहनेछ र यसले ओपनिङ डेट चाहिँ 2082 10/18 गते आइपिओ खुला गर्नेछ र टोटल 5,72,431 किताको लागि यो आइपिओ इस्यु हुन्छ, जसमा 5,72,431 जनालाई मात्र पर्छ यो आइपी, के अरे 57,243 जनालाई मात्र पर्छ र एकजना भाग्यमानी लगानीकर्तालाई 11 किता पर्ने छ। र यो चाँडोमा यो 10-21 गते यो क्लोज भइहाल्छ यसको। र यो भिडियोमा यति नै छ, यो भन्न चाहन्छु र तपाईँ आफ्नो विचारहरू दिनुहोला। यो मेरो फर्स्ट भिडियो भएकोले कस्तो लाग्यो र यसमा सुधार गर्नुपर्ने कुरा के रहेका छन्। मेरो टार्गेट छ जम्मा 20 जनाले देखुन् अनि 2 जनाले कमेन्ट गरून् यसको बारेमा। यति मात्र भन्न चाहन्छु। हस्, धन्यवाद। फेरि भेट हुन्छ अघिल्लो भिडियोमा।